हुन्छ नमस्ते। म चाहिँ यदुनाथ उपाध्याय, युएल इन्टरनेसनल प्राइभेट लिमिटेडको संस्थापक। यो संस्था स्थापित गर्नुको उद्देश्य मेरो पिछलो कमसेकम 15देखि 18 वर्षको अनुभवलाई, आफ्नो अनुभव, आफूले पाएको नलेज र आफ्नो एक्सपिरियन्सलाई आफ्नै संस्था मार्फत अगाडि बढाउनको लागि मैले यो संस्था इस्टाब्लिस गरेको छु। यसको उद्देश्य नै विशेष गरेर साउथ कोरियाको डेस्टिनेसनलाई योजना गरेर मैले यो संस्था, यो ल्याङ्ग्वेज इन्स्टिट्युट प्लस परामर्श क्षेत्र हैन, यसलाई जोडेर म मेरो परिवारद्वारा यसलाई इस्टाब्लिस गरिएको छ। र मैले पछिल्लो यो कोरियन भाषाको क्षेत्रमा लगभग 10 वर्षको अनुभवमा मैले विद्यार्थी भाइ बहिनीहरूलाई अथवा वर्किङमा जाने भाइ बहिनीहरू हैन, लगभग 3000 प्लस दाजुभाइ दिदीबहिनीहरू कोरियामा छन्। कोही अध्ययनरतमा छन् भने कोही चाहिँ त्यो चाहिँ वर्किङमा हैन, काम गर्दै हुनुहुन्छ। कतिजनाले आफ्नो रेसिडेन्ट प्राप्त गरेर पनि त्यहाँ बस्नुभएको छ। र चाहिँ हामीलाई एउटा गर्व के छ भने हामीले पढाएर हामीले गाइड गरेको भाइ बहिनीहरू नेपालमै पनि यसरी यो टपिक लेभल हैन, टपिक लेभल 5 सम्म उत्कृष्ट गरेको हैन, यो अनुभव हामीसित छ। टपिक 4, टपिक 3 सम्म चाहिँ हामीले हाम्रो गाइडेन्स है, पढ्ने त भाइ बहिनीहरूको आफ्नो क्षमता हो, तर हाम्रो गाइडेन्स, हाम्रो क्षमता यसरी हामीले प्रस्तुत गरिएको छ। विशेष गरेर अभिभावक तथा उच्च अध्ययनको लागि कोरिया डेस्टिनेसन गर्नुभएको अभिभावक भाइ बहिनीहरूलाई त्यसको निम्ति यदि तपाईँहरूलाई सुझाव चाहिएको खण्डमा तपाईँ हाम्रो संस्थामा खुला ओपनली वेलकम भन्न चाहन्छु। हस्, धन्यवाद एन्ड नमस्ते।